हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ बाहिर कामबाट भर्खर रुममा आउँदैछु। हाम्रो रुममा जाने बाटो चाहिँ यस्तो स्नेक गेम खेले जस्तै कुङरिङ 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 भएर चाहिँ बल्ल मेरो कोठामा आइपुगिन्छ। कोठामा चाहिँ छोरी मोबाइल हेरेर बसिरहेछ। आमा आयो भनेर थाहा पायो ऊ आउँदैछ। डर पनि लागिरहेछ हो कि होइन भन्दै। खुसी भएको रे कि सिगान पुछ त भनेको सिगान पुस्दैछ। म चाहिँ अब सबै सामान मिलाउनेतिर लाग्दैछु। यो बच्चा बच्ची भएपछि चाहिँ जति सामान मिलायो त्यति नै भत्काइदिइहाल्ने कि एकैछिनमा। म चाहिँ पाएसम्म सबै चाहिँ गरिराख्छु, सामान मिलाइराख्छु, तर हुनै हुँदैन। 5 सेकेन्डमा उस्तै बल्लले मिलाइसक्यो। अब खाना बनाउनु पर्ने हुन्छ। मेरो चाहिँ खाना पनि पाक्छ। खाना पनि पाकिसक्यो। अब खाने क्रममा छौँ। खाने बेला हेर्नु न, छोरीले थाल बजाएर घोप्टाएर सबै फालिदिएर हैरान। म चाहिँ खाना पस्किँदै राख्छु, छोरीले घोप्टाउँदै फालिदिन्छ। के गर्नु, छोरा बच्चा बच्ची भएपछि यस्तै हो साथीहरू। के गर्नु, खाना खानु भनेको यता खोर्सानीले बच्चाले के भन्छन् भन्दा खानु मलाई चाहिँ मन लागिसक्यो, अतिभन्दा अति खान मन लागिसक्यो। खोर्सानीले केले भन्छन्, म पनि खाएँ ल। गम खाँदैछु। मलाई अति नै भोक लागेको थियो नि त नि। बाहिर दिदीले बाहिर जाँदा काट गर्दैछ, म चाहिँ भित्र अब कुचो लाउँछु होइन। हातको भातको सिताहरू झरिरहेको छ नि त, त्यही भएर लाउँछु म चाहिँ।
अब अलिअलि खाना खाइसकेपछि त मुख पखाल पखुल गर्नु पर्यो होइन, राम्ररी भएर सुत्नु पर्यो, राम्रो सपना देख्नु पर्यो। म चाहिँ सुत्नुभन्दा अगाडि सबै यसरी मिलाउँछु, त्यसपछि मात्र ओछ्यानभित्र पस्ने हो कि मेरो चाहिँ बानी यस्तो छ होइन गाइसहरू। आमा भन्न कहाँ सजिलो छ र साथीहरू। हेर्नु न मेरो लुगाभरि भातै भात दल्टिएर कस्तो फोरै फोर देखिएछ होइन। आजको भिडियो चाहिँ म यहीँ नै टुङ्ग्याउन चाहन्छु। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक गर्न नभुलिदिनु होला। बाई बाई।